सो न्यानो अभिवादन छ मेरो मनको आवाजमा सबैजनालाई। मैले चाहिँ यो मेरो डायरी भन्ने टिकटक आइडीबाट चाहिँ मैले यो मनको आवाज चाहिँ कसैले चाहिँ आफूले भन्न नसकेर शब्द मार्फत लेखेर पोस्ट गर्नुभएको रहेछ। म तपाईँहरूलाई सुनाउन चाहन्छु। उहाँको मनको आवाज चाहिँ तपाईँहरू माझमा प्रस्तुत गर्न चाहन्छु। सो तपाईँहरू चाहिँ मलाई चाहिँ साथ दिनु होला। मरेका सपनाहरू कहिलेकाहीँ आँखा बन्द गरेपछि अझै पनि देखा पर्छन् ती सपना जो बाँचेका थिए मनमा धेरै, तर समयको चपेटमा चुपचाप मरे। उनीहरू मरे आवाज नगरिकन, न त बिदा नै पाए न त सम्झना। बस एक दिन बुझौँ, सपना जति सुन्दर त्यति नै कमजोर पनि हुने रहेछ। तर अचम्म के छ भने मरेका सपनाहरू कहिले नि गहिरिँदैनन्। रातको गहिराइमा उनीहरूले नै मनभित्र चिसो स्पर्श छाडेर जान्छन्। सो थ्याङ्क यू भेरी 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 मच मेरो डायरी नामक यो टिकटक आइडीमा चाहिँ यति राम्रो मनको आवाज प्रस्तुत गरिदिने साथीलाई चाहिँ उहाँले चाहिँ अब आफ्नो डिटेल्स चाहिँ लेख्नुभएको छैन। यसमा चाहिँ उहाँको आइडी चाहिँ मेरो डायरी नामक यसमा टिकटकमा। सो तपाईँहरूले टिकटक आइडीमा गएर चाहिँ यो सर्च गरेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँहरूले पनि उहाँको मनको आवाज चाहिँ मैले जस्तै नै सबै माझ ल्याउन सक्नुहुन्छ होइन। सो थ्याङ्क यू भेरी मच मेरो डायरी र मलाई साथ दिने सबैलाई चाहिँ।